विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा। समुद्री सतहबाट 8000 उचाइमा रहेको यो हिमाल नेपालका लागि गर्वको प्रतीक हो। सगरमाथाको यात्रा प्राय लुक्लाबाट सुरु हुन्छ। लुक्लाबाट यात्रुहरू हिमाली पदमार्ग हुँदै अगाडि बढ्छन्। प्रत्येक पाइला नयाँ अनुभव र चुनौतीले भरिएको हुन्छ। खुम्बु क्षेत्र शेर्पा समुदायको घर हो। उनीहरूको संस्कृति र अनुभवले सगरमाथा यात्रा विशेष बनाउँछ। यहाँका गुम्बा र झण्डाहरूले हिमाली जीवनको झलक दिन्छन्। सगरमाथाको यात्रा सुन्दर मात्र होइन, कठिन पनि छ। उच्च उचाइ र चिसो हावा चल्छ। दृश्यले सबै थकान बिर्साइदिन्छ। Keep going! We can do it! 5364 मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर पर्वतारोहीको मुख्य केन्द्र हो। यहाँबाट विश्वको सर्वोच्च शिखर चुम्ने सपनाको वास्तविक यात्रा सुरु हुन्छ। सगरमाथा केवल एउटा हिमाल होइन, यो साहस, धैर्य र सपनाको प्रतीक हो।